हेलो साथीहरू, वेलकम ब्याक टु ब्याक न्यू ब्लग। त हेरौँ न आजको ब्लगमा के कसो हुँदो रहेछ। आज त ब्लग सुरु गर्यो आफ्नै गाउँतिरको ब्लग। अब हेरौँ के कतिको मजा आउँदो रहेछ र के कतिको कसो कसो भ्यू हुँदो रहेछ हेरौँ न यतातिर होइन। अब आफ्नै गाउँतिरको त ब्लग बनाइदिउँ न। अब कति यो चाहिँ हाम्रो गाउँतिरको साथ हो है, यो हाम्रो गाउँतिरको रोड भयो होइन। अब हेर्नु हाम्रो गाउँतिर पनि यस्तै रोड छ, खासै बेसी छैन त पनि अब रोड होइन। प्लिज कमेन्ट गरेर भन्नु होला र राम्रो लाग्यो त्यसलाई सब्सक्राइब गरी भिडियो लाइक पनि गर्नु होला। कस्तो होइन हेर्नु न, बिहानदेखि घाम लागेको थियो यार, अहिले आएर घाम नि छेक्यो बादलले। अब चिसो चिसो लागिरहेछ। मैले भनेको घाम लाग्छ भनेर अब भिडियो बनाउन हिँडेको होइन। अब यस्तो जाडो पो लागिरहेछ हल्का। अब मोटो मोटो ज्याकेट पनि लाएको छैन, अब चिसो चिसो लागिरहेछ। गोप्रो भन्दा राम्रो यही ठिक लाग्छ मोबाइल नै, किनकि गोप्रोको चार्ज त्यति जाँदैन। लगभग एउटा गोप्रोको चार्ज जाने भनेको कति थाहा छ? लगभग 30 देखि 40 मिनट हो एउटा गोप्रोको चार्ज। अनि मोबाइलले त मजाले जान्छ 5-6 घन्टा। त्यही भएर मलाई मोबाइल नै मनपर्छ सुरुमा। अब क्वालिटीको मामलामा त गोप्रो नै ठिक छ होइन। यस्तो गाउँघरमा बाइक चलाउन धेरै गाह्रो छ यार। गाउँघरमा बाइक चलाउनु धेरै गाह्रो हुन्छ। कहिले यता गाडी दिन्छ साइड, कहिले उता दिन्छ साइड, यार गाह्रो गाह्रो हुन्छ यार। कतिजनालाई थाहा छ भन्नु त यो कुन चौक हो, यो रौतहट जिल्लाको कुन चौक हो? प्लिज कमेन्ट गरेर भन्नु होला होइन। यो हाम्रो रौतहट जिल्लाको कुन चौक हो? यो रौतहट हुन्छ तपाईँलाई स्योर थाहा होला यो कुन चौक हो, भन्नु होला। यो अब आयो हामी हाइवेमा। अब आयो एउटा त्यो चाहिँ हाम्रो भयो डुमरिया भन्ने छ। डुमरिया त्यो हाम्रो यताको मान्छेहरू त्यो बाइक देख्दा पनि बिचबाटबाट क्रस गरिदिन्छ होइन। अब ठिकै छ, आगेलले ठोक्यो भने त गयो। तपाईँ भ्लग पुरा फुल भ्लग भनौँ या भिडियो भनौँ, तपाईँले पुरा फुल कन्टिन्यू वाच गर्नु होला। छिट्टै मेरो 2K फ्यामिली हुने बेला छ, प्लिज पुरा गरिदिनु होला होइन। सब्सक्राइबर पुगिरहेको छ, वाट टाइम अलिअलि पुगिरहेको छैन, त्यही हो। वाट टाइम पुऱ्याइदिनु पर्यो। ठुलो छैन, ठुलो बाइक छैन भनेर नसोच्नु होला क्या। अब आफूसँग छ जुन बाइक छ होइन, जुन मोबाइल छ त्यहीले स्टार्ट गरिदिनु, सुरुवात गरिदिनु। भविष्यमा जे पनि ठुलो काम गर्ने मान्छेले जिरोबाट नै गरिरहेको हुन्छ। जिरोबाट स्टार्ट गरेपछि गएर हिरो बनिन्छ। एकैचोटि डाइरेक्ट हिरो बन्यो भने त्यो सकिन्छ फेरि चाँडै नै। त्यही भएर भन्छु कि जे पनि जहिले पनि जिरोबाट सुरुवात गर्ने हो। साथीहरू तपाईँलाई एउटा थाहा छ होइन, मलाई चाहिँ के लाग्छ भने कि मेरो यो जिल्लाबाट भ्लगर छैन क्या होइन। मैले मेरो जिल्लाको होइन जिल्लाभरि कुरा गर्छु, यो रौतहट जिल्लाभरिमा मलाई भ्लगर कुनै छ भने त्यस्तो मलाई लाग्दैन। किनकि म यतातिरको बाटोमा एउटा पनि भ्लगर हेर्दिनँ, एउटा पनि गोप्रो अथवा मोबाइलले भ्लग गरिरहेको म देखिनँ। अब टेक्निकल च्यानलहरू छ होला होइन, टेक्निकल छ, न्युज छ, तर मलाई भ्लगिङ गरेको जस्तो छैन कुनै बेला छ मलाई यो जिल्लामा। यदि छ भने प्लिज कमेन्ट गर्नु होला। उहाँसँग म भेट्न चाहन्छु होइन, हल्का मिठा गर्न चाहन्छु यस्तो होइन। अब साथी भयो भने छ भने कमेन्ट गर्नु होला, कहाँदेखि छ उहाँसँग म भेटेर हल्का भिडियो पनि बनाउने छु होइन। र उहाँसँग हल्का एक्सपिरियन्स पनि लिनेछु के कसो हुँदो रहेछ। अब आफू त नयाँ नयाँ पढ्यो, आफूले केही थाहा छैन।
सिधै आइदिन्छ गाडीहरू त्यस्तो खासै कुनै भ्लग सलग गरे हुँदैन त्यही जस्तो हुन्छ कमेडीमा हुन्छ होइन कमेडीमा आउँछ कमेडी भिडियो क्रिएटर हुन्छ होइन सर्ट भिडियो क्रिएटर होला तर भ्लग जस्तो गरे जस्तो लाग्दैन होइन भिडियोमा होइन भिडियो क्वालिटी हल्का कम भयो नि चल्छ तर चाहिँ भिडियोको साउन्ड चाहिँ राम्रो हुनु भयो त्यही हो भिडियोको साउन्ड राम्रो नभएसम्म केही छैन साउन्ड राम्रो भइदियो फुल्ली मजा आउँछ किनकि अब मान्छेले भिडियो हेर्नुभन्दा बढी त्यसो पुरा गफ सुनिरहेको हुँदैन के गफ गरे भनेर थाहा छ हाम्रो त्यो यसै ट्र्याक्टरमा पराल लोड गरेर बेच्न जान्छ मान्छेहरूले कति पाहाडदेखि हेर्दै हुन्छ तपाईँ थाहा छैन होला यो पराल कहाँ लाग्यो होला तर यो पराल लाग्छ बेच्नलाई हाम्रोतिर होइन ट्र्याक्टरमा लोड गरियो उता पाहाडतिर लगाएर बेच्ने हो कतिपय पाहाडतिर हुँदैन नि यसो पराल सराल धान त हुँदैन जुन ठाउँमा लगाएर बेच्ने गर्छ तपाईँ रौतहट जिल्लादेखि हुनुहुन्छ भने प्लिज तपाईँहरू भन्नु होला यो को काम हुँदै छैन यो कतिलाई थाहा छ छैन भन्ने छैन यो चाहिँ हाम्रो रेलवेको काम भइरहेछ म नेक्स्ट भिडियो चाहिँ म सुट गर्ने यसमाथि नै यो रेलवेको हाम्रो यता अब रेलवे ट्र्याक भन्दै छैन के जनकपुर हुँदैछ यो रेलवेको काम होइन र नेक्स्ट भिडियो म यो रेलवे माथि लिएर आउनेछु होइन के कतिको काम भइरहेको छैन म सबै भ्लगमा म कभर गर्ने कोसिस गर्छु हाम्रोतिर यता रेलवेको बाटो बन्दैछ त्यो रेलवेको बाटो कहिलेसम्म बन्ने हो कुनै थाहा छैन होइन अहिलेको लागि पनि यस तरह काम भइरहेछ रेलवेको पनि काम भइरहेछ बिचार अब लगभग जनकपुरदेखि रक्सोल भनेको धेरै टाढा हो होइन लगभग र हामी अब चपुर पुग्यो होइन यो चाहिँ हाम्रो रड जिल्लाको चपुर हो मानौँ न यो हाइवेदेखि मेन पोइन्ट यो चपुर नै हाम्रो यो चाहिँ हाम्रो चपुर बजार हो होइन बजार हेर्नुहोस् हाम्रो चपुरको विकास पहिला कस्तो थियो अहिले कस्तो भयो त्यो हो नि हाम्रो रटहटको विकास भने यो one way two way four line होइन यो चाहिँ भयो हाम्रो चपुर मेन बजार लगभग साथीहरू आफ्नो भ्लग अब सोच्ने लागेको छ किनकि म आफ्नो कोठामा आइपुग्न लागेको छु होइन अब भ्लग यही हो समाप्त हुन्छ प्लिज तपाईँहरू पुरा भिडियो हेर्नुभयो भने प्लिज तपाईँ च्यानल सब्सक्राइब गरी भिडियो लाइक पनि गर्नु होला सेयर पनि गर्नु होला अब तपाईँलाई नेक्स्ट रटहट जिल्लाको कुन ठाउँदेखि चाहियो भ्लग होइन कुन ठाउँको चाहिँ भ्लग त्यो पनि कमेन्ट गर्नु होला मुक्ताको भ्लग बनाउने कोसिस गर्छु हस् त साथीहरू आजको भ्लग हाम्रो यहीसँग रहेछ होइन अब आजको भ्लग समाप्त गरौँ होइन अब नेक्स्ट भ्लग भिडियो आउनेछ बहुत छिटो नै नेक्स्ट भ्लग भिडियो कहाँको चाहियो त्यो पनि भन्नु होला कमेन्ट गर्नु होला हाम्रो सकियो आजको भ्लग त्यहीसम्म थियो